ओए नलडाऊ के नलडाऊ मिलेर तिर म ओए टोक्ने भाइ 500 रुपैयाँ हुन्न पुरा नगर यार के रे भाइ म भाइ पैसा तिर्ने कुरोमा सहमति हुने कुरै हुन्न नि यार खाएको पैसा नि तिर्छ न यार बाको यार आज न्यू फोनमा जाँदैछ यो चाहिँ न्यू फोनमा जाँदैछ केटाहरूलाई भक्कु पिट्छु भनिरहेको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ पहिला गाई हामीले फकाउने छौँ है पहिला तिनीहरूलाई हामीले फकाउँछौँ त्यसपछि जङ्गलमा हेर्नु होला कस्तो हुन्छ मिठो मिठो हाइलाइट हामीले दिन्छौँ हेरिराख्नु छ अब सिधै हामी तिनीहरू कहाँ छन् अब कल गर्छौँ एकैछिन ए हेर्नुहोस् गाइज चाहिँ तिनीहरूको रामधुले हान्ने आज हामीले पहिला फकाइ फुलाएर जङ्गलमा लाने हो त्यसपछि तिम्रो युट्युब च्यानलको नाम के अरे अबे साले नेप्लिज अभिषेक AK07 बस अब चाहिँ हाम्रो ब्रदरले चाहिँ डेली बेसिसमा चाहिँ भ्लग हाल्छिन् हेर्नु होला लाइक सब्सक्राइब मारिदिनु होला गुराँसे भन्ने ठाउँमा आइसकेका छौँ देख्न सक्नुहुन्छ हामीसँग चाहिँ प्रोफेसनली माइक नभएर चाहिँ आज फोनबाट चाहिँ भोइस रेकर्ड गरेका छौँ आउँछिन् त्यो माइकको कामै छैन कि त्यो माइकको काम छैन राम्रो क्वालिटीको ल्याए त्यो 20-25 सयको काम छैन खरेला खरे अब झेडीतिर चाहिँ लागेका छौँ हामीले कान्छिया हेलो भनिदिनुहोस् ओ कान्छिया हेलो भनिदिनुहोस् ल अलि राम्ररी हेलो भनिदिनु ल हात हल्लाएर हात हल्लाउनु ल अनि देख्न सक्नुहुन्छ गाइज कान्छियाकोतिरबाट पनि हामीलाई दामी सपोर्ट छ अब हेलो भन्नुहुन्छ उहाँले नि हजुरहरूको माझ जोडिदिन्छौँ हाम्रो चाहिँ कान्छियाले देखिन भन्नुभएको छ है अब भन्नुहोस् त के भन्ने कता हिँड्नु तपाईँ भिडियो चाहिँ मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ मखरी पुरै यिनले भैरमको नाचेको नि हालिछिन् तिनीहरूलाई चाहिँ अब हामीले कल गर्ने कुरो हुन्छ एउटा ऋषि भन्ने डाम्नो र अर्को सुनिल भन्ने डाम्नो आदि बाटोमा आइसकेको छ उता चाहिँ हाम्रो ब्रदर हिँडिरहनु भएको छ यो कपडा उठाइदिनु पर्छ क्या यिनीहरूले बिहा गरेर छोराछोरी पाए तिमीले पनि पाइदिउ गर हामीसँग हिँडेको मान्छे उसले हामीसँग जमाना भइरहेका मान्छे उसले हामी चाहिँ अहिले चाहिँ के अरे यहाँ गाउने अङ्कलको नाम रामु परियारको घर मुनि आइसकेका छौँ बजार चाहिँ आइसकेका छौँ लगाइ चाहिँ हामीले चाहिँ यिनीहरूलाई फाइनली यिनीहरू झेडी आए त्यसपछि भेट भयो हाम्रो यिनीहरू चाहिँ फोन बनाउनु गएका छन् फोन बनाउनु गइथ्यो यस गाइज हामी फोन बनाउनु गएर
केटा के हो ए चस्मा सस्मा लाएर सुनिल दा हजुर पुरै हाम्रो सुनिल दा आखिर नेता हुनुहुन्छ नि तिमीलाई यार एउटा कुरो भन्छु के हो अस्ति मैले 500 दिएको थिएँ नि तँ दिने यार यता हो बाटो त्यति त हो गर सुन न ओ मेरो भन्दा यो बारी नाटक नगर है के अरे मलाई कोइल दिस 500 नन कुरा ट्याउने एउटा घुचाडिमलाई कहिले गुतडी के अरे न्यु खोज्यो हेर्न त आतेमा हँ लात्रा भन्दै न्यु खोज्यो भने नगर के यार ल्याङ नगर के भाइ यार रुक रुक मेरो 500 निकाल्छु ओए सुनिल तँ नि थिस् नि सँगै बस थे हो यसले लगेको भाइ ल्याङ नगर है भाइ के को 500 हो मसिन नमागे है तँ नि सँगै थिएनस् अनि खानेको लगेको 500 तैले देइदिस 500 मैले त्यो भन्न खोजेँ होइन कि मैले त्यो सँगै बसेर खाइयो नि होटलमा त्यसपछि त्यहाँ मैले तिरेको हो कि त्यो 500 तल दिन पटाड मैले होइन तिनटाले बसेर खाएपछि त तिनटाले दिन पर्यो नि टक्क कति आउँछ भाइ अरे भाइ सिस्टममा त आफै त्यो 30 सिद्धि हो कहाँ मैले दिन त अब ओ सिमाक भाइ 500 दे यसले दिन्छ कि 500 कहाँ मैले दिनु यसले दिन्छ चिदे मा टोक्नी गाई अफर नदिन्छु एउटा खाल दिन्छु रे अब यार गाई झेला हो यार। ए भुलाइको तिमी थिएनौ त खाने बेलामा खान त थिए त के तैले खुवाइस खाए तेरो बर्थडे थिएन तेरो त बेला अब यार बर्थडे भन्छन् माटो पनि त्यस बेला माटो सँगै उठाएर तिनटाले खाने भनेर चाहिँ गएको मेरो 500 निकाल सुनिल के गर्ने कुरो हुन्छ 500 लाई ल्याङ 500 भाइ तिमीले तिर्यौ के मैले खाँदा मैले तिराउन नि त फेरि मा टोक्ने यस्तो कुरो 500 निकाल यस्तो हुन्न यसलाई पिट्यो के हो यहाँ एकान्तमा ल्याएर त्यस्तो कुरा हुन्न भाइ यो ल्याङ नगर पिटी खाउला नि तिउले यस्ता कुरा गर अनि मेरो 500 कोइल दिने भने के नाटक नगर भाइ तेरो 500 के को 500 हो र भने मा टोक्नी मेरो 500 खाएको नि हिसाब हुन्छ नि आज भोलि यार गाडी 500 निकाल न मेरो त्यो त मैले मेहनतले कमाएको पैसा हो नि खाएको नि हिसाब हुन्छ नि आज भोलि यार हेर त यार ओए सुनिल यसलाई सम्झाइ मैले 500 निकाल 500 निकाल सम्झाइ मैले पिट्छु है फेरि भाइ यसलाई मैले पिट्छु है हेर त खाएको नि हिसाब हुन्छ आज भोलि पिट्छु है मैले भाइ घर आयो 500 खोइ भनेको के यसलाई त मैले खाएको नि हिसाबमा गर्छ र यसलाई पिट्दिम क्या हो यो त हुन्न भाइ सिस्टम नगरा थाहा छैन मेरो 500 खोइ भने सो गाइस यहाँ चाहिँ लडाइँ भइरहेको छ 500 को लागि साथीमा देख्न सक्नुहुन्छ कहिले दियो भाइ 500 हो 500 खोइ भनेको के को 500 भाइ कहिले खाइस खाएको नि हिसाब हुन्छ भाइ हो के भन्नु खाएको नि हिसाब हुन्छ भाइ गाइस भगार भकुर भइरहेको छ यहाँ दह्रो लडाइँ भइरहेको छ देख्न सक्नुहुन्छ ओए नलडाऊ के नलडाऊ मिलेर तिरौँ न ओए टोक्ने भाइ 500 हुन्न कुरा नगर यार के अरे म भाइ पैसा तिर्ने कुरोमा सहमति हुने कुरै हुन्न नि यार खाएको पैसा नि तिर्छ न ब्याग हुन्छ यार सो गाइस यस्तो धेरै लडाइँ भइरहेको छ पैसा दिउ मेरो हाम्रो पैसा दिन्छ खाएको पैसा दिन्छ यसले खाएको हो कि नै भन् यसले खुवाएको होइन पार्टीमा खुवाउने दाँडो फेरि दिनु पर्यो फाल्टु होला फाल्टु खाएको पैसा दिन्छ नि कसैले ओए केटा धेरै झड नर के मिलेर तिर्यो नि त हुन्छ गरे यार तँ बन्द त आइगन लाग्यो तिमीले आफ्नो काम भएर हो के उ भनेको 500 दिइसकेका छन् हैन देऊ केटा मिल्यो हामी मिल्यो 180 180 को दरले भयो ल 500 ल तेरो 500 भाइ हिसाब मिल्यो नमाग्छ अब अबदेखि एउटा हामीसित नमाग्ने नैनीसँगै त्यहाँ खाएको हिसाब गर्छ साला 500 दिइसकेका छन् खाएको हिसाब गर्छ सालेलाई त अबदेखि भाइ नैनी हामीसित सँगै टोक्नी भस्काइन्छु होला फेरि न्यु नहोजा बस्ने खानेलाई खाने र तिर्नेलाई तिर्नु पर्न ल भयो जाम अब मिल्यो कुरो भयो भिडियो बन्द गर किन बन्द गरौँ भयो यार दे यार मैले 500 भयो यार राख यार खुसी भयो तेरो 500 लगाइ चाहिँ आजको ल भ्लग कस्तो लाग्यो ल भनिदियो अबिदा
इन्टरटेनमेन्ट छ है अर्थ त्यस्तै हो ल गाइज यो चाहिँ हामीले त्यतिकै प्र्याङ्क गरेको यो पाँच मैले फिर्ता पाइसकेँ यो प्र्याङ्क थियो हाम्रो यो मोबाइल त होइन मेरो हामी चाहिँ यो प्र्याङ्क भिडियो बनाएको ल तिमीले भनिदियो त ल अभि ल र फेरि स्वाद लाग्छ छ र गाइज होइन यो भिडियो चाहिँ हेर्न नछुटाउनु होला ल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला कस्तो गर्दै यसको हेर्दा यहाँ पुरै रात